भाइ खाना खाने बेलामा किन टोलाएको? घरको याद आयो कि क्या हो? दाइ मेरी आमाको साह्रै याद आयो। उहाँले बनाएको आँटो र गुन्द्रुकको झोल खाना साह्रै मिठो हुन्थ्यो। अब फेरि कहिले खान पाउने हो? किन चिन्ता लिन्छौ भाइ? नमरी बाँचे कालले साँचे पछि खाइहालिन्छ नि। परदेश हिँडेपछि मनलाई डर बनाउनुपर्छ नि। अनि दाइ तपाईँलाई घरको याद आउँदैन? आउँछ नि भाइ, धेरै आउँछ। आएर के गर्नु, आफ्नो भाग्य नै यस्तै छ। श्रीमतीसँग बसौँ पैसाकै अभाव, यहाँ बसौँ कुनैको अभाव। परदेशी जीवन यस्तै रहेछ भाइ। तपाईँ विदेश बस्नुभएको धेरै भयो भन्ने सुन्छु। अब त सधैँको लागि नेपाल जाने होला नि, होइन र? सोच्नलाई त त्यस्तै सोचेको हो, तर घर गएर के गर्नु? छोराछोरी ठुलो भइसक्यो, उनीहरूलाई पढाउनै पर्यो। नेपालको जागिरले खाना लाउन नै धाउ हुन्छ भाइ। परदेशमा बस्नुपर्ने बाध्यतै छ। ल भाइ खाना खाऊ, खाना सिलाइसक्यो। दुःख सुखको कुरा पछि गरौँला। हुन्छ दाइ। के सोचेको थिएँ के भइदियो। यत्रो दिन गरेर घरबारी बन्दकी राखेर यहाँ त आयो घरबारी नै निराम होला जस्तो छ। हे भगवान् बाटो देखाइदेऊ। म बाहिर छु त, बाहिर आउन। काम पर्यो त, आज त मलाई भेट्न आयो त। न काम थियो दाइ, तपाईँले सहयोग गर्नुहुन्थ्यो कि भनेर। के सहयोग हो भन न, मैले गर्न मिल्ने भए गरिहाल्छु नि। मलाई पैसा चाहिएको थियो दाइ। कति चाहियो भाइ? 5-10 हजार? 2 लाख दाइ। 2 लाख? हजुरले मलाई यति सहयोग गरिदिनु पर्यो। मेरो त घरबार नै लिन हुने भयो दाइ। साह्रै दुःखको कुरा सुनायो त। यत्रो पैसा मैले कहाँबाट हाल्दिनँ? मसँग छैन नि भाइ। गाह्रो पर्यो होला भनेर 5-10 हजार भनेर सोचेको। माफ गर है भाइ, मैले दिन सकेन। ठिक छ दाइ, तपाईँसँग छैन भने अब कल गरेर पनि भएन नि, बरु अन्तै खोज्नु पर्ला। गाह्रो नमान है भाइ। हुन्छ दाइ। साथी अनि कतातिर साथी? ड्युटीबाट आएको। आफ्नो त कामै छैन, कतै पाइन्छ कि भनेर सोध्दै हिँड्दैछु। अनि तपाईँलाई थाहा थियो कि कतै काम खाली छ? मलाई पनि थाहा छैन, म पनि नयाँ है। ए हो र, त्यही पनि कतै छ भने भन्नु है। काम चाहिएको भए म लगाइदिन्छु, एकदम राम्रो छ। एकजना मान्छे भेटेको थिएँ, काम लगाइदिन्छु भन्दै थियो, उसैले भेटाइदिउँला। धन्यवाद साथी यति गरिदिनु भएकोमा। नत्र आज भोलि कसैले सहयोग गर्दैन। केही छैन, हिँड्नुहोस् जाम, म उसँग भेटाइदिन्छु।
जिन्दगी 2 दिनको जिन्दगी 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 2 दिनको जिन्दगी परदेशमा भयो बन्दगी लगाइदिन्छु भन्ने दाइलाई भेट्न गएको थिएँ, त्यही भएर ढिलो भयो। अनि के भयो त, काम पक्का भयो? खै पक्का त हुन्छ भन्दै थियो, 500 जति लाग्छ अरे। त्यति जाऊ काम खोजिदिएको पनि त्यति धेरै पैसा? एउटा नेपालीले अर्को नेपालीलाई कति ठग्न सकेको। अहिलेको जमानामा मान्छे पैसा बिना केही नगर्दो रहेछ। इन्द्र भाइ निराश छौ त? अरूलाई त निकै खुसी भएर आउँथ्यौ। के गर्नु दाइ, दिन र व्यवहारले थिचिसकेपछि मुहारमा खुसी नै हराउँदो रहेछ। भएर दाइ सुनाउ न, हामीलाई पनि तिम्रो मन हल्का हुन्छ। विदेश आउँदा लोन लिएको थिएँ, अहिले ब्याङ्कले खाइदिन लाग्यो। किन अझै पैसा तिरेर सकेको थिएनौ? केही किस्ता त तिरेकै थिए नि, पछि बिरामी परे। अझै पनि केही बिग्रेको छैन दाइ, आँट गर्नु हरेस नखानु। हो भाइ, अझै तिम्रो उमेर छ, दुःख गर, मेहनत गर, त्यो भन्दा पनि धेरै पैसा कमाउन सक्छौ तिमीले। सम्झनामा आउँछ सधैँ आफ्नै गाउँ घर, परदेशमा मेरी आमा सुख कहाँ छ र। बाचे घर फर्कन छु कमाएर धन, यस्तै रहेछ परदेशी जीवन, परदेशी जीवन, यस्तै रहेछ परदेशी जीवन।